व्यवस्थापन तथा रिसाइक्लिङ र अपसाइक्लिङ उद्यमशीलता विकास तालिममा उपस्थित हुनुभएका दिदीबहिनी बुवा लगायत आयोजक सरहरू र निर्णायक सरहरूमा सबैजना नमस्कार गर्छु। हाम्रो चाहिँ यस तालिममा चाहिँ आउँदाखेरि हामीले चाहिँ सुरुमा त आगीले बेसै नपाएर आएको हो। अनि यसमा चाहिँ अब 7 दिनसम्म आइसक्दाखेरि यस्तो प्लास्टिकहरूबाट पनि विभिन्न सामानहरू बन्द रहेछ भन्ने कुरा चाहिँ हामीले चाहिँ थाहा पायौँ र के अरे अवलोकन पनि गऱ्यौँ। अनि त्यसमा चाहिँ हामीले चाहिँ यस बोतल सङ्कलनलाई चाहिँ हामीलाई चाहिँ ठिक लाग्यो अथवा हामीलाई चाहिँ मन जित्यो भनौँ न। त्यसले गर्दा चाहिँ हामीले चाहिँ सगरमाथा टोलबाट चाहिँ सगरमाथा बोतल सङ्कलन केन्द्र पोखरामा चाहिँ हामीले चाहिँ गर्न सकिन्छ कि भन्ने लागेर चाहिँ यस योजना बनाएका छौँ। र हाम्रो मेन समस्या भनेको चाहिँ पानीको कोको बोतल चाउचाउ मिठाई लगायत प्लास्टिक जाने वस्तुहरू जथाभावी फालिनुले वातावरण प्रदूषण हुनुका साथै हाम्रो खोला नाला खोल्साहरू समेतमा फालिँदाले अझै हामीले बढी समस्या भएको देख्यौँ। र हामी बाटोमा हिँड्दा पनि जथाभावी प्लास्टिकहरू बोतलहरू फालेको देख्दाखेरि हामीलाई चाहिँ यसको केही उपाय छ कि जस्तो त लागिरहेको थियो। तर यस तालिममा नआएसम्म चाहिँ राम्रोसँग थाहा थिएन। कवाडीहरूले कहिले बटुलेको त देखेका थियौँ, तर यस्तो सामान पनि बन्द रहेछ भन्ने चाहिँ हामीले चाहिँ यहाँ आएपछि बुझ्यौँ। र चाहिँ यसलाई हामीले चाहिँ समाधानको लागि चाहिँ के गर्न सकिन्छ भन्ने चाहिँ लागेर चाहिँ हामीले चाहिँ अब फालिएका बोतलहरू साथै प्लास्टिक सङ्कलन गर्ने र निश्चित ठाउँमा व्यवस्थापन गर्न सकिँदो रहेछ। र त्यसबाट चाहिँ फाइबर सिरक सिरानी कुर्ची टेबल नाङ्ला आदि हामी आफैले यही उत्पादन गर्न सकिँदो रहेछ भन्ने लाग्यो। र हामीले चाहिँ यस समस्या समाधान सोच्यौँ। र हाम्रो लक्षित ग्राहक र मार्केटिङ भनेको चाहिँ प्लास्टिक कम्पनीहरू, फाइबर कम्पनी, हिमालय लाइफ प्लास्टिक, डोगरी साइकल्स उद्योग, ग्रिन वेस्ट म्यानेजमेन्ट उद्योगहरू आदि रहेका छन्। र यसको फरक पनि भनेको चाहिँ हामीले सामान चाहिँ बोतलहरूलाई चाहिँ राम्रोसँग कम्पेयर गरेर दिन सकिन्छ कि भनिरहेको छ परिकन गरेर। अनि कम्पनीले चाहिँ जति सक्दो चाहिँ के बोतलहरू प्लास्टिकहरू चाहिँ धेरै मात्रामा उपलब्ध गराउन सकिन्छ कि भन्ने लागेको छ। अनि अर्को चाहिँ कच्चा पदार्थको स्रोत भनेको चाहिँ हाम्रो टोल घर समाज फुटसल पसल होटल कार्यालय आदि रहेको छ। आम्दानीको बाटो भनेको चाहिँ हामीले सङ्कलन गरिएका प्लास्टिक बोतलहरू यही प्लास्टिक कम्पनीहरूलाई चाहिँ र उद्योगहरूलाई बेच्ने रहेको छ। र हाम्रो सुरुवाती लगानी भनेको चाहिँ जमिन ट्रस्ट दर्ता केन्द्र दर्ता किलो काँटा केज फर्निचर रहेको छ, जसमा चाहिँ हामीले चाहिँ जमिन ट्रस्टमा चाहिँ 4 लाख राखेका छौँ। र केन्द्र दर्ताको लागि चाहिँ 10,000, किलो काँटाको लागि 5,000, केजको लागि 2 लाख र फर्निचर गरेर 50,000 गरेर जम्मा खर्च चाहिँ हामीले 6,65,000 राखेका छौँ। अनि मासिक खर्च बाँडफाँडमा चाहिँ बत्ती पानी यातायात खाजा पानी भाडा जनशक्ति बोतल सङ्कलन र अन्य खर्च गरेर चाहिँ हामीले टोटल 20,000 निकालेका छौँ। जसमा चाहिँ बत्ती पानी 1,000, यातायात चाहिँ 1,500, खाजा पानी 5,000, जग्गा भाडा 5,000, अन्य खर्च 1,000, जनशक्ति 5,000 र बोतल सङ्कलनको चाहिँ 1,500 राखेका छौँ। र प्रतिफल नाफामा चाहिँ अब मासिक खर्च चाहिँ 20,000 निकालेका छौँ। र कम्तीमा पनि आम्दानी चाहिँ 20,000देखि 30,000सम्म हुने देखिएको छ। र लगानी उठ्ने समय भनेको हामीले 3 वर्ष राखेका छौँ। र बोतल सङ्कलन चाहिँ कम्तीमा पनि 15,000 केजीदेखि 1,500 केजीदेखि 2,000 केजीसम्म चाहिँ हामीले 1 महिनामा चाहिँ सङ्कलन गर्ने योजना बनाएका छौँ। र बिक्री रकम भनेको चाहिँ हामीले चाहिँ केजी 2 वर्षभित्र लगानी गइरहेको छ भन्ने सुनेको थियो। लगानी उठ्ने 2 केजीको 15। अनि चाहिँ हामीले यसमा नाफा चाहिँ अब 1,500 केजी चाहिँ हामीले चाहिँ अब सङ्कलन गर्न सक्यो भने 2,000सम्म पनि हुने भयो। र धेरैमा चाहिँ हामीले 10,000सम्म निकालेका छौँ। अब वातावरणीय प्रभाव भनेको चाहिँ अब महिनामा हामीले 2 केजी लगभग चाहिँ सङ्कलन गरेर 24,000 केजी प्लास्टिकहरू प्लास्टिक जाने वस्तु फोहोरहरू सङ्कलन गऱ्यो भने चाहिँ वातावरणमा सफा हुने हामीले आश राखेका छौँ। अथवा स्वच्छ र सफा राख्न मद्दत गर्नेछौँ। र टोली भनेको हामी 2 जना दिदीबहिनी रहेका छौँ हाम्रो टोलबाट। अनि अब हाम्रो अनुभव चाहिँ 7 दिनको ट्रेनिङ र 1 दिनको अवलोकन भ्रमण रहेको छ, जसले हामीले चाहिँ भ्रमण गर्ने बेलामा दिदीबहिनीहरूले गरेको देखेर हाम्रोमा यो चाहिँ गर्न सकिन्छ कि गर्नुपर्छ भन्ने लागेको छ। र हाम्रो भविष्यको योजना भनेको एक गोइङ्का र युएनडिपी कम्पनीको सहयोगमा हाम्रो बोतल ब्याङ्कलाई चाहिँ एउटा नमुनाको रूपमा चिनाउनुको साथै अब पोखराकै ठुलै बोतल ब्याङ्क बनाउन सकिन्छ भन्ने